सबै शिव भक्तहरूले जबसम्म डोलेश्वर महादेव र पशुपतिनाथको दर्शन गरेको हुँदैनन् तबसम्म केदारनाथ पुगेर आराधना गरेको पूर्ण हुँदैन भन्ने जनविश्वास रहेको छ। यी तीन पवित्र स्थलहरूको तीर्थयात्राले सबै पापहरू पखाल्ने र भगवान शिवबाट स्वर्गीय आशीर्वाद प्राप्त गर्ने अवसर प्रदान गर्ने विश्वास गरिन्छ। हजुर, आज हामी यिनै तीन तीर्थमध्येको डोलेश्वर महादेवको बारेमा कुरा गर्न गइरहेका छौँ। भक्तपुर जिल्लामा अवस्थित डोलेश्वर महादेव काठमाडौँको पूर्वपट्टि करिब 20 किलोमिटरको दूरीमा अवस्थित छ। केदारनाथको शिर भनेर चिनिने डोलेश्वर महादेव केदारनाथका प्रमुख पुजारी जगतगुरु भीमशंकर लिङ्ग शिवाचार्यले अगस्त 22, 2009 मा आधिकारिक रूपमा डोलेश्वर महादेवलाई 4 धाम यात्राहरूमध्ये एक केदारनाथको प्रमुखको रूपमा नियुक्त गर्नुभएको थियो। 2013 मा उत्तराखण्डको केदारनाथ मन्दिरमा भीषण बाढीले क्षति पुर्याएपछि रोकिएका नियमित प्रार्थनाहरू डोलेश्वर मन्दिरमा गरिएको थियो। केदारनाथ मन्दिरको मुख्य पुजारीले केदारनाथ मन्दिरको सट्टा डोलेश्वर महादेव मन्दिरमा नियमित प्रार्थना गर्न अनुरोध गर्नुभएको थियो। डोलेश्वर महादेवको इतिहासलाई फर्केर हेर्दा यस मन्दिर महाभारतको महाकाव्यसँग सम्बन्धित छ, जहाँ किम्वदन्ती अनुसार कुरुक्षेत्र युद्धको समयमा भएको रक्तपातको लागि पाण्डवहरूले भगवान शिवसँग क्षमा मागेका थिए। भगवान शिव साँडेको भेषमा त्यहाँबाट भाग्नुभयो, तर पाण्डवहरूले आफ्नो पुच्छर तान्न सफल भएका थिए, जसको कारण उनको टाउको अलग भयो र डोलेश्वरमा देखा पर्यो, जबकि उनको शरीरको बाँकी भाग भारतको केदारनाथमा देखा पर्यो। यसले केदारनाथको प्रमुखको रूपमा डोलेश्वरको आध्यात्मिक महत्त्वलाई बलियो बनायो। यो स्थिति 2009 मा केदारनाथका मुख्य पुजारीले आधिकारिक रूपमा मान्यता दिनुभएको थियो। यस्तै रमाइलो अनि जानकारीमूलक भिडियोहरू हेर्नको लागि हामीलाई फलो अनि सब्स्क्राइब गर्नुहोला। धन्यवाद।